कि बसौँला भैँसीको गोठ किरा खाने जागिर घुम्दै हिँड्दै घुम्दै आए सोल्टी साईको माया लागेर। आदरणीय दर्शकवृन्द, यहाँहरू सम्पूर्ण मेरो फेरि पनि नमस्कार। धेरै लामो समयको अन्तराल पश्चात फेरि एउटा भिडियो ल्याएर तपाईहरु समक्ष उपस्थित भइसकेको छु। वसन्त ऋतुको समाप्तिसँगै आउने ग्रीष्म ऋतुलाई स्वागत एवं सत्कार गर्नलाई तम तयार भएर बसेको यो निकै नै उकुस मुकुस र उखरमाउलो गरिमलाई छल्नका निम्ति अति नै उपयुक्त स्थान, जुन स्थान अन्त कतै नभएर हाम्रै सुर्खेत जिल्लाको चौकुने गाउँपालिकाको वडा नम्बर 6 स्थित चौकुने तर्फ यात्रा गर्दैछौँ। त्यहाँ गएर हाल जंगलभरि फलेका फलफुलहरू जो निशुल्क रूपमा प्राप्त गर्न सकिन्छ, चुत्रो, ऐँसुलु र काफल लगायतका फलफुलहरू बुटैमा गएर खानेछौँ। यसका साथसाथै हाल निर्माणाधीन अवस्थामा रहेको मध्य पहाडी कृषि सडक अन्तर्गत बन्दै गरेको बाटो कुवादेखि रायपोखरासम्मको बाटोको अवस्था पनि तपाईहरुलाई जानकारी गराउने नै छौँ र साथसाथमा गाउँघरमा जो भेटिनुहुन्छ उहाँहरूसँग पनि केही गफगाफ गर्ने नै छौँ। त्यो भन्दा पनि आज विशेष गरेर यसै ठाउँको रामपुर भन्ने ठाउँमा एकजना लगभग 80 वर्षको वृद्ध बाजे हुनुहुन्छ, दर्लामी बाजे। उहाँलाई पनि त्यही उहाँकै घरमा गएर भेट्नेछौँ, उहाँसँग रमाइला र मिठा मिठा गफगाफ गर्नेछौँ। यसकारण आजको भिडियो पनि केही विशेष हुनेवाला छ, त्यसैले भिडियो अन्तसम्म हेर्न नछुटाउनुहोला भन्दै आउनुहोस् दर्शकवृन्द, सुरु गरौँ है त आजको यात्रा। आजको हाम्रो यात्राको प्रारम्भ त्यही तल गुटुको सुन्दर फाँटबाट करिब 8 किलोमिटर कच्ची सडक बाइकद्वारा सुरु भएर सालमा कोटा हुँदै कुवा भन्ने ठाउँमा आइपुग्यौं। यही कुवाबाट एक बोतल पानी भरेर केही वर्ष अगाडि मात्र खुलेको ट्र्याकबाट निरन्तर यात्रा अगाडि बढाउँदैछौँ। हालसम्ममा कुनै ठाउँमा अप्ठ्यारो भए पनि बाइक गुड्नलाई सहज नै छ। समुद्री सतहबाट करिब 1400-1500 मिटर उचाइ हाराहारीमा पुगेपछि पाइने यस्ता चुत्रो, काफल, ऐँचेलु, घङ्गारू, रैँच र गुराँस प्रजातिका बोट बिरुवाहरू प्रशस्त मात्रामा पाइन्छन्। गत सालको खडेरीको भीषण आगलागीले सखा पारेको वन जङ्गललाई यस वर्षको खडेरीकै समयमा भएको वर्षातले केही मात्रामा राहत भन्ने अवश्य नै गरेको छ। यसरी जङ्गलमा हुने आगलागी नियन्त्रण गर्न सकिएको खण्डमा पुनः केही वर्षभित्रमै यस सडक आसपासमा पहिलेको जस्तै बाक्ला बोट बिरुवाहरू भेटिनेछन्। मेरो अनुरोध छ, यसरी वन जङ्गलमा कसैले पनि आगो नलगाउँ। कसैले लगाएको छ भने समयमै सबै मिली आगलागी नियन्त्रण गरौँ। यसले गर्दा पारिस्थितिक प्रणाली र वायुमण्डललाई सफा र स्वच्छ राख्न सकिन्छ। यति बेला हामी काफलगैरा भन्ने ठाउँमा आइपुग्यौं। यहाँबाट दक्षिणतिर चुरी पर्वतका लस्करै परेका पहाडी श्रृङ्खलालाई निहाल्न सकिन्छ भने माथि हिमालबाट अनवरत अविरल बगिरहने भेरी र कर्णाली नदीलाई समेत यहाँबाट अवलोकन गर्न सकिन्छ। यसैगरी आफ्नै आँखै अगाडि यो भित्री मधेसका रमणीय फाँटहरूलाई हेर्दा मन बहकिएर आउँछ।
पहिला पहिला धेरै नै ठुलो मात्रामा बसोबास रहेको यो स्थान हाल आएर विभिन्न भौगोलिक कठिनाइ र सेवा सुविधाका अभावका कारण बसाइसराई हुँदा गाउँघर नै रित्तिएर सुनसान र उजाड भएको छ। विगतमा प्राथमिक तह कक्षा 5 सम्मको पढाइ हुने यो विद्यालय हाल आएर यो अवस्था भग्नावशेषमा परिणत भएको छ। यहाँका अधिकांश बासिन्दाहरू बसाइसरी गुटु गए पश्चात विद्यालय पनि हाल त्यही नै सारिएको छ। यसरी अगाडि केही क्षण आइसके पश्चात यताबाट दायाँतिर लागियो भने उटपोखरी सलेटागुरा भन्ने ससाना बस्तीलाई भेटाउन सकिन्छ। तर हालमा हामी भन्ने त्यता जाँदैनौँ। आजको हाम्रो गन्तव्य यही नयाँ भर्खरै खुलेको ट्र्याकलाई पछ्याउनु हो। जहाँसम्म बाटो टुङ्गिँदैन त्यहीसम्म पुग्ने हाम्रो लक्ष्य छ। दर्शकवृन्द, हाल आएर यो ट्र्याक खोल्ने क्रममा एउटा सानो चट्टानलाई फोर्दा यहाँनिर यस्तो एउटा अचम्मको ओडार यानि कि गुफा फेला परेको छ। यसलाई पनि एकपल्ट हेरौँ है त। हिँड्नु चाहिँ एउटा यस्तो एकदमै डेन्जर टाइपको ओडार फेला पर्यो। यो यहाँबाट यसरी तल गयो भने यस्तो किसिमको डेन्जर टाइपको ओडार देखिन्छ। यहाँ यसरी हेर्न सकिन्छ यसलाई। यस्तो खालको आकृतिहरू भनेको अवस्था छैन। यो गुफा हेरिसके पश्चात अझै हाम्रो यात्रालाई निरन्तर अगाडि बढाउँदैछौँ। यस्ता पहाडी चट्टानलाई काटेर सडक अझै अगाडि बढेको छ। हाल 2 लेनमा सवारी वारपार सजिलै गर्न मिल्ने फराकिलो बाटो बनेको छ। केही अगाडि बढे पश्चात एउटा पाटन परेको सम्म गौचरण रहेछ। बिना गोठाला छाडा छोडिएका वस्तुभाउ मजाले चढ्दैछन्। हिजो मात्र परेको पानीले सडकको यो भाग हिलाम्ने बनाएछ। हेरौँ हाम्रो बाइक यस अगाडि जान्छ जाँदैन। दर्शकवृन्द, यो राय पोखरा भन्ने ठाउँ हो। हालमा आजको दिनसम्ममा यहाँ ट्र्याक पुगेको अवस्था छ। यो बाटो निरन्तर अझै अगाडि बढ्ने र हालमा मेसिनमा खराबी आई मेसिन मर्मतको काम भइरहेको हुँदा केही दिन काम स्थगित रहेको कुरा जानकारी पायौँ। दर्शकवृन्द, अब हामी केही बेर चुत्रो टिप्छौँ अनि त्यसपछि दर्लामी बाजेलाई भेट्न त्यतातर्फ हामी जाँदैछौँ। बब्बाल किसिमको चुत्रो त यहाँ भेटियो है। धेरै एकदमै बाक्लो ए चुत्रो यतासुकै यति धेरै छ। टिप्न मात्रै सक्नु पर्यो। यो बुट्टामा ल यतापट्टि पनि बुट्टामा त्यस्तै छ बाक्लो। यतापट्टि पनि यहाँबाट अब चुत्रोलाई यसरी झार्छु। सुन्नु डाँडामा आयो। बाजे ढोगरे दर्शक पनि यति बेला हामी यहाँ चौकुनेमा चाहिँ दर्लामी बाजेकोमा आइसक्यौँ। अनि यहाँ चाहिँ बाजेले गिठा पकाउन लाग्नु भएको रहेछ। गिठा आज गिठा पकाउनु भनेर त्यो बुहारीहरूले ल बाजे गिठा पकाउनुहोस् घर बस्दाखेरि भनेर। अनि यतापट्टि पारिपट्टि यतापट्टि आफ्नो खेतबारी कुरेर बस्नु भएको छ। यतापट्टि अब अनि यतापट्टिबाट काफल
को बुटा हामीलाई यतापट्टि देखाइदिनु भयो। अब हामी यतातिर जाँदैछौँ। बाजे यतातिर चाहिँ होइन काफलको बुटा? ल पानी खाने घैँटो यहाँ चाहिँ अस्तिको पानीले निकै भर्यो। अस्तिको पानीले एकदमै राहत गर्यो। पानी चाहिँ भर्यो। यहाँबाट पानी यसरी यो यहाँबाट आउँछ घैँटोबाट। ए यसरी ए पानी धेरै खेर नफाल्दिउँ होइन? भर्दैछ बाजे यताबाट होइन बाटो? बाजे यो बाटोबाट जाऊँ हामी यतैबाट? अब हामी यहाँबाट काफलको बुट्टा ऊ त्यहाँ छ भन्ने जानकारी दिनुभयो बाजेले आयो हामीलाई। अब हामीबाट पल्थरपट्टि झर्छौँ। ए यताबाट अनि बाटो छ त बाजे यताबाट? ए अब हामी यहाँबाट काफलको बुट्टा खोज्दै अगाडि बढ्छौँ। यहाँ चाहिँ ऐसेलु ल यहाँ चाहिँ ऐसेलुको बुट्टा फेला पर्यो। अब यसरी एउटा ऐसेलुको टेस्ट गर्छौँ। चित्रो भन्दा दामी रहेछ नि त ऐसेलु, मिठो रहेछ। यसै गरी अर्को ल यो झन् मिठो। ऐसेलुको घारी चाहिँ यहाँ रहेछ कि यति धेरै ऐसेलुहरू यस्तरी मजाले पाकेको अवस्थामा छ। अब यसलाई म यसरी टिप्छु। अब यसलाई एकदमै मिठो पाकेको ऐसेलु खान पाउँदा एकदमै मन खुसी भएर आउँछ। यसरी टिपेको ऐसेलुलाई अब म चाहिँ खान गइरहेको छु। मिठो छ। फाइनली हामी चाहिँ काफलको बुट्टामा आइसक्यौँ। यो चाहिँ अलिअलि भए पनि फलेको रहेछ, पातलो पातलो होइन? यसरी थोरै भए पनि टिप्नुपर्छ। अब ठुलो ठुलो बुट्टामा त हामी चढ्न सक्दैनौँ। यस्तै चुक्लो छ हो। यो छोडेको बुट्टा हो कि टिपेर के हो थाहा भएन। त्यो चाहिँ अलिअलि रहेछ। अनि यो काफलको बुट्टाहरू यस्तरी छ। यहाँ माथिपट्टि पनि अब धेरै बाक्लो त फलेको छैन, तर पनि टिप्न सक्यो भनेर छ यसरी कता कतै। तर के गर्नु, यो रुखमा चाहिँ चढ्ने आँट छैन। त्यसो भन्नु कि आकाशको फल आँखा तरी मर भनेको यही नै हो। कमान सिंह दर्लाइ मगर। ए अहिले हामी यो कुन ठाउँमा छौँ? हामी रामपुर, चौकुने रामपुर। यसलाई रामपुर भन्छ? ए चौकुने रामपुर। अनि कति वर्ष भयो यहाँ बस्न लाग्नु भएको तपाईँ? हामीहरूको यहाँ बसोबास त धेरै वर्ष भयो। हाम्रो बुवाहरू पहिल्यै आउनु भएको रहेछ। हामीलाई थाहा छैन यति साल भयो भन्ने। पहिला बस्ती कहाँ रहेछ हजुरको? हामीको दैलेख राइली। अहिले यहाँ कति घर परिवार बस्नु भएको छ? कति घर? हामीहरूको कति 29 घर छ। 29 घर। एउटै बाजाको नातिहरू हामी। अनि अरू घरहरूको मान्छेहरू कता हुनुहुन्छ? अरू घर यता तलतिर पनि छ। तलतिर छ धेरै, कति 7-8 घर। हामी यहाँ 6 घर 5 घर छौँ। यता पल्तिर एक घर त्यहाँ पनि थियो। अनि अरू कोही कवपुर गएका छन्, कोही देहरादुन, कोही बर्दिया, लट्ठालिने छ। हजुर कति वर्षको हुनुभयो? मेरो 2004 सालको जन्म।
अनि यहाँ के गरेर बस्नु भएको छ, के गर्नुहुन्छ यहाँ? ए म यहाँ त्यस्तै त हो। पहिला बाख्रा पालिन्थ्यो के अरे, अचाल त बाख्रा छैन। यहाँ खेतीबाली लगाउने, बस्ने, अलिअलि मौरी कुर्ने, मौरीभरि छोडिसक्यो मान्छेले, छोड्यो भने छोड्दो रहेछ। कहिले तल औलो जान्छु, कहिले यहाँ आउँछु। बर्खा त म यहीँ बस्छु। अब मकैसकै कुर्नु पर्यो, अनि पछि बर्खा कात्तिकको महिना मौरी तानेर त्यहाँबाट फेरि जान्छु। गाउने भाका हामीहरूको पहिला ठाडो भाका यसरी गाउँथ्यौँ कि, अनि कुनै एउटा गीत केटाकेटी बस्ने, हजुर, अनि दोहोरो पनि नगाउने कि हाम्रो ठाडो भाका। अनि गाउनु त हामी यस्तो गाउँथ्यौँ पहिला, सुकीमा गयो क्यारा फुले लाउने हो भन्ने है, अरू फुले सुकेर गयो क्यारा फुले लाउने हो। अनि के किरा खाउँला कि बसौँला भैँसीको गोठ, किरा खाने जागिर। घुम्दै हिँड्दै घुम्दै आए सोल्टी साईको माया लागेर। हामीहरूको यस्तो गीत क्या पहिलाको। सिप्री ढोको तामेर माई गरे हो, हे सिप्री ढोको नानी तामेर माई गरे हो। हृदयमा त घुमाउँदै सोल्टी साईको माया लागेर। अझ सासुनी पुग्दैन के। म त घुमाउँदै आयो नानी साईको माया लागेर। नलैर पुरानै हल पुरानै जुवा नानी झन पुरानो हरिस। पुरानै हल नानी झनी पुरानो हरिस। खेती र बाली केही पनि छैन माया अहिले कमाई बढिस। छैन माया केही पनि छैन नानी अहिलेकोमा बढिस। कस्तो मान्यो त नाति? एकदमै राम्रो छ बाजे। दर्शकवृन्द, साँच्चै नै भन्नुपर्दा गाउँको जीवन कति धेरै सरल अनि सहज छ। यहाँका मानिसहरू कति धेरै मेहनती र मिलनसार छन्। यहाँ प्रकृतिले दिएका हरेक मौसम अनुसारका अर्ग्यानिक फलफुलहरू सित्तैमा खान पाइन्छ। यहाँ प्रदूषणको कुनै अंश भेटिँदैन, त्यसैले त यहाँका मानिसहरू अझै यो उमेरमा पनि निरोगी र स्वस्थ भेटिन्छन्। यहाँको स्वच्छ हावापानी र अर्ग्यानिक खानपिनका कारण बुढा मानिसहरू अझै पनि यो ठाउँ छोडेर तल औलतिर जानै मान्नुहुन्न। यहाँ एउटा दुःखको कुरा के छ भने यो यहाँको मात्रै नभएर हाम्रो देश नेपाल भरिको साझा समस्या हो।
पहाडबाट बेसी झर्ने, गाउँबाट सहर पस्ने अनि वैदेशिक रोजगारीको सिलसिलामा विदेशिनु पर्ने। यसै कारणले पनि गाउँघर पाखापखेराहरू रित्तिएर गएका छन्। हाल यस ठाउँमा कच्ची भए पनि मोटर बाटो त घर दैलोमा आइपुग्यो, तर विडम्बना यो बाटोमा हिँडिदिने मान्छे छैनन्। यो देख्दा हाम्रो मन भावुक भएर आयो। यहाँ के छैन र? हर चिजहरू प्रकृतिले दिएको छ, तर यसको पहिचान र प्रयोग भने हामीले गर्न सकेका अथवा पाएका छैनौँ। यसतर्फ राज्यको ध्यान जान जरुरी छ। प्रकृतिले दिएको यति राम्रो मनमोहक ठाउँलाई छोडी भारतका गल्ली गल्लीमा चौकीदारी र खाडीको 55 डिग्रीको चर्को घाममा बालुवा खोज्न जाने युवा जनशक्तिलाई यहीँ रोक्न सक्नु राज्यको कर्तव्य हुन आउँछ। जबसम्म यस ठाउँका रित्तिएका घरहरूमा मान्छे भरिँदैनन् अनि बन्जर र पटबाँझो भएका खेतबारीहरूमा अनाज फलाउने वातावरण बन्दैन, तबसम्म हाम्रो भविष्य अन्धकार नै छ। यहाँ सुनको सिरानी राखेर नुनको खोजीमा भौतारिने हामी नेपालीको बाध्यताको अन्त राज्यले गर्न सके मात्र हामी विश्वभरि वीर गोर्खाली र नेपाली भनेर चिनिन सक्नेछौँ। होइन भने यस्तै अवस्था रहिरह्यो भने हाम्रो पहिचान, हाम्रो संस्कृति कुनै एका देशको कथा बन्नेछ। हवस् त दर्शकवृन्द, आजलाई यति नै। तपाईँहरूलाई आजको भिडियो कस्तो लाग्यो? यहाँ भएका कमी कमजोरीहरूलाई कमेन्टमा उल्लेख गर्नुहोला। साथै भिडियो मन परे लाइक गरी सेयर गरिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरी जोडिनुहोला। भिडियो अन्तसम्म हेरिदिनुभयो यसका लागि धेरै धेरै धन्यवाद। आजलाई बिदा हुन्छु। हवस् त, धन्यवाद, नमस्कार, फेरि भेटौँला।